बालनलाई चिन्दैनौँ थाहा नै छैन को हो देखेकै छैन अहिलेसम्म केपी बा भनेको त हाम्रो सिङ्गो नेपाललाई गर्ने मान्छे हो नि त प्रधानमन्त्री बनाउने मान्छे कसलाई प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ हामी त केपी बालाई नै बनाउँछौँ केपी बालाई नै झापाली जनताले फेरि पनि केपी बालाई नै प्रधानमन्त्री बनाउँदैछन् 100% नि हो 100%। अब फेरि कोही आएका छन् क्या युवाहरू आउन् ती युवालाई हामी चिन्दैनौँ हामी केपी बालाई मात्रै चिन्छौँ केपी बालाई मात्रै चिन्नुहुन्छ झापाली जनताले अब अरूले के गर्छन् थाहा छैन म चाहिँ केपी बालाई नै हो केपी बा नै चाहिँ किन अब उहाँको धेरै विकासहरू देखेर भनेको झापामा केपी बाले एकदम विकास गर्नुभएको छ धेरै नै गर्नुभएको छ फेरि झापामा त अब बाहिरबाट नि आएका छन् काठमाडौँका मेयर थिए पहिला काठमाडौँका मेयर भनेको को हामी चिन्दैनौँ त्यो बालेनको हिजो अस्तिको काठमाडौँको 2 वर्ष पुरा उसले नपुर्याइकन यहाँ प्रधानमन्त्री भन्छु हुन पाउँछन् त्यति सिटै हामी चिन्दैनौँ बालेन को हो थाहा नै छैन हामीलाई त बालेनलाई चिन्दैनौँ थाहा नै छैन को देखेकै छैन अहिलेसम्म भयो थाहा छैन अन्तर्राष्ट्रिय होला काठमाडौँमा काहीँ केही गर्यो होला नि तर हामीलाई थाहा छैन केपी बा भनेको त हाम्रो सिङ्गो नेपाललाई गर्ने मान्छे हो नि त अब देखिहाल्नु भएको छैन सबैतिर नि केपी बाले जे नि गरेको छ हाम्रो गौरवमा धेरै नै विकास गरेको छ झापामा त केपी बाले नगरेको भन्ने काहीँ पनि छैन अबको प्रधानमन्त्री को ठ्याक्क केपी बा नि हो 100% नि हो 100% नि हो हामीबाट त अब सम्भावना कतिको छ केपी भनेको केपी नि हो बालेन को र बालेनमा के छ भिजन मन्त्री हुने हामी बालेनलाई चिन्दैनौँ सक्यो मबाट यति नै हो